सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। तपाईहरुलाई म आज नेक्स्ट स्कलरशिपको बारेमा भन्न गइरहेको छु। जापान सरकारले दिने नेक्स्ट स्कलरशिप को एम्बेसी रिकमेन्डेसन्स को एप्लिकेसन चाहिँ खोलिसकेको छ। एनाउन्समेन्ट फर द जापानिज गभर्नमेन्ट स्कलरशिप 2027। यो चाहिँ हरेक वर्ष जापान सरकारका विभिन्न एम्बेसी नियोगहरूले चाहिँ हरेक देशहरुमा चाहिँ एप्लिकेसन खोलाउने गर्छ। अहिले चाहिँ धेरै देशहरुमा खुलिसकेको छ। नेपालमा पनि अहिले खुलेको छ र यो एप्लिकेसन्स भर्नको लागि र कस्ता कस्ता क्राइटेरिया छन्, कहिलेसम्मको डेडलाइन छ भन्ने कुरा म तपाईहरुलाई भन्न गइरहेको छु। एप्लिकेसन फर द नेक्स्ट स्कलरशिप र नेक्स्ट स्कलरशिपको एप्लिकेसन तपाईको पोस्ट ग्रेजुएट मास्टर्स स्टुडेन्टलाई, रिसर्च स्टुडेन्टहरुलाई चाहिँ पनि रहेको छ। त्यस्तै गरी अन्डर ग्रेजुएट स्टुडेन्टहरुलाई स्पेशलिस्ट ट्रेनिङ, टिचर ट्रेनिङको लागि पनि पाइन्छ र एप्लिकेसन्सको बारेमा यहाँ फर्दर दिएको छ। म यो पोस्ट ग्रेजुएट र रिसर्च स्टुडेन्टमा जान्छु र क्वालिफिकेसन्स भनेको चाहिँ नेपाली सिटिजन हुनु पर्यो, 35 वर्षभन्दा मुनिको हुनु पर्यो। यहाँ डेट अफ बर्थ पनि दिएको छ 1992 अप्रिल 2 र भन्दा पछि चाहिँ जन्मेको हुनु पर्यो। 16 वर्षको एजुकेसन कम्प्लिट भएको हुनु पर्यो र डाक्टरको लागि हो भने चाहिँ 18 वर्षको एजुकेसन कम्प्लिट भएको हुनु पर्यो र CGPA चाहिँ 3.1 हुनु पर्यो नेचुरल साइन्सको लागि र 60% हुनु पर्यो सोशल साइन्सको लागि 2.5। यो चाहिँ रिसेन्ट डिग्रीमा हुनुपर्छ है त। जस्तै मास्टर्सको दिन गइरहेको छु भने ब्याचलरकोमा यति हुनुपर्छ, PhD दिन लाग्छ भने मास्टर्समा चाहिँ यति यो क्राइटेरिया चाहिँ मिट हुनुपर्छ। यो चाहिँ क्याल्कुलेसन गर्ने विधि पनि छ। तपाईहरुले हाम्रो चाहिँ पर्सेन्टेजलाई अथवा आउट अफ 4 लाई चाहिँ हामीले यसमा चाहिँ कन्भर्ट गर्न सक्छौं। त्यसैगरी फिल्ड अफ स्टडी अब जुन कोर्सको लागि पनि यो पाइन्छ है। एप्लिकेसन्स 2 वर्षको हुन्छ स्कलरशिप्स। मास्टर्सको लागि हो भने चाहिँ 3 वर्षको हुन्छ है। ल्याङ्ग्वेज चाहिँ अलिकति जापानिज पढ्न इन्ट्रेस्टेड चाहिँ हुनुपर्छ है जापान पुगिसकेपछि, किनकि जापानको कल्चरमा भिज्नको लागि। र एप्लिकेसनको लागि चाहिँ तपाईले चाहिँ सिधै एम्बेसीको इमेलमा चाहिँ डकुमेन्टहरु पठाउन सक्नुहुन्छ education@km.mofa.go बाट। मे 31 लास्ट डेट रहेको छ। त्यति बेलासम्म डेडलाइनसम्म पुगाउनु पर्यो। यो तपाईको चाहिँ यसमा चाहिँ एप्लिकेसन फर्म भर्नु पर्यो, फिल्ड अफ स्टडी एन्ड रिसर्च प्लान, एकाडेमिक ट्रान्सक्रिप्ट्स लिनु पर्यो, ग्रेजुएसन्स डिग्रीको सर्टिफिकेट हुनु पर्यो, कन्भोकेसनको सर्टिफिकेट, रिकमेन्डेसन लेटर लिनु पर्यो, आफ्नो थेसिसको एब्स्ट्र्याक्ट्स के छ त्यो राख्नु पर्यो, ल्याङ्ग्वेज प्रोफिसिएन्सी चाहियो है, सर्टिफिकेट अफ ल्याङ्ग्वेज प्रोफिसिएन्सी भनेको छ। त्यसपछि रिकमेन्डेसन लेटर्स कहाँ काम गरिरहेको छ त्यो हिसाबले। र यो सबै गरिसकेपछि बुझाइसकेपछि तपाईहरुलाई चाहिँ एक्जाम हुन्छ। डेडलाइन 31 छ। रिटन एक्जाम हुन्छ 18 गते। जुन 18 मा चाहिँ रिटन एक्जाम छ 10 बजेदेखि 12:30 सम्म। रिटन एक्जाम पनि दुईटा एक्जाम हुन्छ है यसको। एउटा जापानिज एक्जाम हुन्छ, एउटा इंग्लिश एक्जाम हुन्छ। क्वेशन्सहरु पास्ट क्वेशन्सहरु पनि हामीले हेर्न सक्छौं है। त्यस्तै गरी इन्टरभ्यु 30 गते चाहिँ जुन 30 को चाहिँ इन्टरभ्यु हुन्छ र इन्टरभ्युमा पास भइसकेकालाई चाहिँ तपाईलाई इमेल आउँछ र इमेल आइसकेपछि तपाईहरुले त्यसपछि चाहिँ आफ्नो युनिभर्सिटी सिलेक्सन गर्नुपर्ने हुन्छ। युनिभर्सिटी प्रोफेसरसँग चाहिँ कुराकानी गरेर कुन युनिभर्सिटीमा जाने हो त्यो र्याङ्क अनुसार चाहिँ यो प्लेसमेन्ट रेफरेन्स एप्लिकेसन फर्म भर्नुपर्छ र मेडिकल सर्टिफिकेट चाहिँ तपाईले दिनुपर्छ। यसमा चाहिँ युनिभर्सिटी 1 2 3 तपाईले खोज्ने त्यसपछि चाहिँ सजिलो हुन्छ। मैले इन्टरभ्यु पास गरिसके भनेर प्रोफेसरलाई इमेल गर्दाखेरि मैले नेक्स्ट स्कलरशिपको इन्टरभ्यु पास गरिसके, म तपाईको ल्याबमा काम गर्न चाहन्छु, तपाईको अन्डरमा पढ्न चाहन्छु भन्ने हो भने उनीहरुले चाहिँ सजिलै एक्सेप्ट गर्छन्। त्यसरी चाहिँ तपाईले 3 वटा युनिभर्सिटी चाहिँ यहाँबाट सिलेक्ट गरेर चाहिँ इन्टरभ्यु पास गरिसकेपछि तपाईले चाहिँ त्यहाँ पठाउन सक्नुहुन्छ। र मेडिकल सर्टिफिकेट भनेको चाहिँ मेडिकल सर्टिफिकेटमा सबै कुराहरु हेर्छ है। यो पनि तपाईले पठाउनु होला इन्टरभ्यु पास गरिसकेपछि। र अब क्वेशनहरु कस्तो एक्जाम लिन्छ त भन्ने कुरा। एक्जाम चाहिँ यहाँ रिसर्च स्टुडेन्टको लागि अलग हुन्छ, अन्डर ग्रेजुएटको लागि छ। जस्तै मैले अब यहाँ इंग्लिशको पेपर हेर्नु पर्यो भने यो 19 को पेपर हो। 60 मिनेटमा हल गर्नु हुनेछ है। यस्ता क्वेशन्सहरु आउँछ यिनीहरु। जसरी हामीले 10 क्लास 11 क्लासमा जुन इंग्लिशको प्यासेजहरु आउँथ्यो नि त, ग्रामरहरु त्यो आउँछ। र जापानिजको लागि चाहिँ तपाईको यस्तो क्वेशन्सहरु आउँछ जापानको क्वेशन्सहरु।
यो राम्रो गर्नुभयो भने यो फेयरै हुन्छ एक्जाम। अनि तपाईँले चाहिँ यसबाट चाहिँ इन्टरभ्यू पास भइसकेपछि रिटर्न इन्टरभ्यू पास भइसकेपछि तपाईँलाई चाहिँ त्यो फर्म भर्नको लागि उनीहरूले चाहिँ भन्छ। त्यो फर्म भरिसकेपछि तपाईँले अनि प्रोफेसर भेटाइसकेपछि अनि तपाईँको चाहिँ फाइनल सेलेक्सन हुन्छ। फाइनल सेलेक्सन्स भइसकेपछि तपाईँले त्यो भरेको फर्मलाई चाहिँ उनीहरूले चाहिँ नेक्स्टमा पठाउँछ, मन्त्रालयमा पठाउँछ जापान सरकारको। अनि मन्त्रालयले चाहिँ एप्रुभ गरेर चाहिँ तपाईँलाई स्कलरसिप दिन्छ। एप्रुभ भइसकेपछि फेरि भिजाको प्रोसेस हुन्छ। भिजाको प्रोसेस चाहिँ तपाईँको एकदमै यो एम्बेसीबाटै हुन्छ, एकदम छिटो हुन्छ। र मलाई यो चाहिँ अन्डर ग्रेजुएटले पनि धेरै सोध्नु भएको छ। अन्डर ग्रेजुएटलाई पनि छ है, अन्डर ग्रेजुएटको लागि पनि छ यहाँ। अन्डर ग्रेजुएटहरूको पनि यहाँ नेपाली नेसनल हुनु पऱ्यो, 2002 भन्दा यता जन्मेको हुनु पऱ्यो, 75% ल्याएको हुनु पऱ्यो, 3.5 नेचुरल साइन्समा। फिल्ड अफ स्टडी केमा जान पाइन्छ भनेर यहाँ सबै दिएको छ। साइन्समा, इन्जिनियरिङमा सबैमा जान पाइन्छ है। जापानिजमा हुन्छ क्लासहरू चाहिँ, त्यही भएर चाहिँ तपाईँहरूको चाहिँ जापानिज चाहिँ अलिक सिक्ने चाहिँ हुनु पऱ्यो, डकुमेन्टहरू नै भयो। र अन्डर ग्रेजुएटको लागि पनि पेपर रहेको छ। अन्डर ग्रेजुएटको पेपर चाहिँ यहाँ यस्तो छ पेपर। अन्डर ग्रेजुएट अलिकति सजिलो हुन्छ। अन्डर ग्रेजुएटले चाहिँ म्याथमेटिक्स पनि दिनु पऱ्यो है, अनि फिजिक्सको, केमिस्ट्रीको यो आफ्नो सब्जेक्ट अनुसारको चाहिँ अरू इक्जामहरू पनि दिनुपर्छ अन्डर ग्रेजुएटको लागि। बायोलोजीको पेपर तपाईँले भन्नु म चाहिँ यो हालिदिन्छु है त। र यसको फाइदा भनेको तपाईँहरूलाई चाहिँ यदि यो मिक्सले तपाईँलाई एप्रुभ गरिसक्यो भनेपछि तपाईँले चाहिँ प्लेन टिकट फेरि पाउनुहुन्छ। एडमिसन यता यहाँ आइसकेपछि ब्याचलरको केसमा चाहिँ 1,43,000 चाहिँ एन पाउनुहुन्छ महिनाको, फी लागेन। मास्टर्स पिएचडी हो भने 1,48,000 एन पाइन्छ। अनि प्लेन टिकट फेरि भयो जाँदाखेरि आउँदाखेरि। अनि मास्टर्स र यहाँ पढिसकेपछिको आफ्नो ल्याङ्ग्वेज राम्रो भयो भने फर्दर प्लेसमेन्टको लागि पनि फाइदा हुन्छ है त। र त्यसैले ढिलो नगरिकन तपाईँहरूले अप्लाई गरिहाल्नुहोस् है त। र तपाईँहरूले रिसर्च प्लानहरू कस्तो बनाउने, एप्लिकेसन कसरी भर्ने भन्नको लागि मेरा पुरानो भिडियोहरू चाहिँ हेर्नु होला है त।